दर्शकवृन्द नमस्कार अनि स्वागत छ यतिखेर हामीसँग विशेष संवादको लागि अत्यन्तै सङ्घर्षशील जिरो लेभलबाट करोडपति बन्न सफल भएका डोल्पा देशको दूर दराज डोल्पादेखि काठमाडौँमा आएर सङ्घर्ष गर्नुभएका एकजना गेस्ट हुनुहुन्छ। म उहाँलाई स्वागत गर्न चाहन्छु। नमस्ते अनि स्वागत छ सर। नमस्ते। सन्चै हुनुहुन्छ? हजुरको नाम चाहिँ के छ? नाम तेन्जिङ वाङडा गुरुङ। तेन्जिङ वाङडा गुरुङ। वाङडा वाङडा कि होन्डा? वाङडा। वाङडा। वाह सर, कति वर्ष भयो काठमाडौँ बस्नु लाग्नु भएको? काठमाडौँमा बसेको अब 12-13 वर्ष भयो। ए विशेष गरी हजुर त डोल्पाको मान्छे होइन सर? काठमाडौँ के को लागि आउनु भएको थियो सुरुमा? खासमा चाहिँ हाम्रो गाउँमा चाहिँ स्कुल थिएन पहिला, अनि अहिले पछि चाहिँ स्कुल आयो। स्कुल आउँदाखेरि चाहिँ म चाहिँ काठमाडौँमा चाहिँ एउटा मलाई चाहिँ स्कुल पढ्ने इच्छा थियो। अनि माथि गाउँमा चाहिँ फेरि स्कुल पढाउने नै, किनकि हाम्रो गाउँमा चाहिँ घरमा मान्छे छैन भने चाहिँ फेरि स्कुल पढाउँदैन। त्यसमा चाहिँ म चाहिँ अब काठमाडौँमा एउटा स्कुल पढ्छु भनेर आएको थिएँ। अनि खासमा चाहिँ मलाई चाहिँ स्कुल पढ्नु धेरै इच्छा थियो, किनकि गाउँमा चाहिँ सबै स्कुल जान्छ, अनि मलाई पनि जानु इच्छा थियो। मैले पनि माथिबाट चाहिँ आमा छैन, बुवा छैन। मान्छे मेरो विचार के हुन्छ भने मान्छे आमा बाउ नभएको बच्चाहरूले एउटा स्पोन्सर पाउँथ्यो, अनि स्कुलमा पढाउनु चाहियो भनेर त्यस्तो सुनेको थिएँ कि म धेरै सुन्थेँ कि। त्यसो भए मैले पनि पाउँछु कि भने म त्यो सोच विचार लिएर चाहिँ आएको थिएँ। तर मैले यहाँ भनेको चाहिँ त्यो साथ सपोर्ट पाइनँ। पढ्न पाउनु भएन? हजुर, पाइनँ। कति पनि पढ्नु भएन सर तपाईँ? पाइनँ, मैले स्कुल गएकै छैन। स्कुलै जानु भएको छैन? अहिले के गर्दै हुनुहुन्छ हजुर? अहिले चाहिँ म थाङ्गा लेख्दैछु, तर थाङ्गा चित्र भन्छ नि हाम्रो कल्चरमा चाहिँ। भनेपछि बौद्धमा आर्ट ग्यालरी राख्नु भएको छ? बौद्धमा आर्ट ग्यालरी। अनि विवाह चाहिँ मेरो बुढी श्रीमती चाहिँ टिबेटन हो। ए टिबेटन हो। तिब्बतबाट विवाह गर्नुभयो? हजुर, उहाँ चाहिँ उता टिबेटबाट सानोबाट आएको, उता इन्डियामा पढेको। इन्डियामा पढ्दै गरेर अनि उहाँको बाजे चाहिँ एकदम ठुलो गुरु हुनुहुन्थ्यो, लामा मङ्गी भन्छ। अनि एकदमै हाम्रो नेपालमा धेरै मान्यता थियो कि शेर्पादेखि लिएर गुरुङ, हाम्रो टिबेटन कम्युनिटी हुन्छ नि, हाम्रो हिमालय क्षेत्रको कम्युनिटी पनि धेरै मान्थ्यो उहाँले। अनि उहाँको बाजेकोमा जाँदाखेरि अनि त्यसै गरी भेटघाट गरेर अनि त्यसै गरी कुरा गर्दै अनि विवाह भयो। विवाह चाहिँ मागी भयो कि बागी? मागी होइन, हामी लभ म्यारिड हो। कसरी बाग्नु पनि परेन, उसको फ्यामिली पनि यहाँ थिएन, मेरो त फ्यामिली छैन। हामी सँगै एकदम त्यस्तै कुरा गर्दै हामी एउटा आफ्नो। अनि तपाईँ हजुरको मिसेसले के गर्नुहुन्छ? थाङ्का काम गर्नुहुन्छ? उहाँ चाहिँ नर्स हो। नर्स हो? उता बेङ्गलोरमा पढेको। भनेपछि तपाईँको श्रीमती नर्स, तर तर तपाईँ व्यवसायी, तर पढ्नु भएन, मजाले स्कुलै जान पाउनु भएन। मायाले पढेको नपढेको, गरिब धनी, यो त्यो, भूगोल जात केही पनि भन्दैन रहेछ होइन सर? माया भन्ने पनि एउटा पढेको छ, लेखेको छ, गरिब छ, धनी छ, के भनेन कि जस्तो हो भने आफ्नो एउटा पीडाले बुझ्नु भन्ने छ। एकअर्काले दुःख, एकअर्का सुख बुझ्नु पर्ने छ, त्यही नै मायाले छ कि। हाम्रो मर्दाखेरि त केही लाग्ने नि त, आमाबाट पाउबाट जमाउँदै हामी नाङ्गै आयो, जाँदा पनि नाङ्गै जाने हो नि। जब हामी एउटा संसारमा बस्थ्यो त्यति बेला बस्ने टाइममा मात्रै हामीले एउटा साथ दिने, सपोर्ट दिने मान्छे त चाहिन्छ। त्यही नै ठुलो रहेछ। म्यामले त्यही नै भन्नुभयो, साथ सपोर्ट दिन्छु भन्नुभयो। हजुर। बच्चा बच्ची कति छन् सर? 2टा छ, छोरा छोरी? एउटा छोरा एउटा छोरी। वाउ, कति वर्ष हुनुभयो हजुर चाहिँ? छोरा चाहिँ। हजुर चाहिँ कति वर्ष? म चाहिँ अहिले 41। हजुरको मिसेस? मिसेस चाहिँ 33 भयो मात्रै? धेरै यङ हुनुहुँदो रहेछ त। हजुर। कसरी पठ्याउनु हो क्या? अचम्मै लाग्दो कुरा। त्यही एउटा आफ्नो ताकतिर हुने रहेछ नि त। हाम्रो के भन्छ, हाम्रो भाषामा के भन्छ, आफ्नो कर्म भन्छ कि भन्छ, त्यो आफ्नो ताकतिरको लेखेरको हुँदैछ कि एउटा एच भन्दिन छ, मान्छे के भन्छ, एच भन्छ सर नम्बर भन्छ नि त। त्यसरी मन मिल्नु पर्छ। एच भनेको जस्ट नम्बर मात्र हो। एउटा मनभित्र चाहिँ मिल्नु पर्ने क्या सर, खासमा चाहिँ। किनकि हामीले जिन्दगी भन्नु कर्ने त हो नि त। जस्तो जुनसुकै भयो
सँग बिहा गरेँ भने तर मन मिल्नु पऱ्यो नि त एकअर्काले सपोर्ट हुनु पऱ्यो त अँ, त्यसैले नै एउटा हाम्रो जिन्दगी सङ्घर्ष गरेर अगाडि बढ्नु नि त अनि मन मिलेन भने जुन चाहिँ बिहा गऱ्यो भने त त्यो जहिले पनि झगडा हुँदै गयो भने त्यो जिन्दगी अगाडि बढ्नु सक्दैन अँ। अनि मेरो- सर यो अलिकति मैले जोडेँ त्यत्तिकै खालि हात आएको डोल्पाबाट काठमाडौँ छिरेको मान्छे हजुर, सम्भवतः त केही ल्याएको थियो होला छैन। तर काठमाडौँमा अहिले त घडेरी जोड्नु भएको छ अरे भन्ने सुन्नु भएको छ काठमाडौँमा अहिले घरै छैन हो र? ट्रेनमै हो तर कमाइ त टन्नै कमाउनुहुन्छ है करोडौँ कमाउनुहुन्छ अरे त्यही त छैन जस पुगिरहेको छु है? परिवार पालिरहेको छु भन्न नचाहेको होला अँ, भन्नु- तपाईँले अब यस थाङ्कामा राम्रो हुन्छ नि होइन आर्टमा थाङ्गामा ठिकै हुन्छ तर नराम्रो हुन भने यसले समय थाङ्गाले पालिरहेको छ आहा अब फ्यामिली बेबी आफ्नो सबै आफ्नो सबै थाङ्गाले पालिरहेको छ हुँ। अनि कस्तो हुँदो रहेछ काठमाडौँमा अब हुन त डोल्पाको मान्छे काठमाडौँमा आएर व्यवसाय गर्न थाल्नुभयो डोल्पा राम्रो कि काठमाडौँ सर अब राम्रो नराम्रो भन्दाखेरि मैले के महसुस पायो भने चाहिँ मेरो सबसे ठुलो मैले मेरो देश र मेरो गाउँ भनेको एउटा मैले छुट्याउनु एउटा मैले हौसला मेरो विचार आयो किनभने चाहिँ गाउँ भने त आफ्नो गाउँ हो नि त आफ्नो जन्मे ठाउँ नै गाउँ हो भन्छ नि त हो नि त्यहाँ पुग्यो भने आफ्नो आफैले एउटा सरकार पुगे जस्तो मान्छ तर हुँ। मैले चाहिँ के भन्नु आफ्नो गाउँमा पुग्यो भने कुनै एउटा देशमा एउटा शरणार्थी पुगे जस्तो मलाई फिल आयो हुँ। किनकि मेरो बुढीको किनकि हाम्रो देशको कानुन छ नि जस्तो हजुर। बाहिरको केटीसँग बिहा गऱ्यो भने अहँ, अब नागरिकता पाउँथ्यो नि त अहँ। तर मैले चाहिँ त्यहाँ दुनियाँमा पुग्दाखेरि आफ्नो जिल्लामा पुग्दाखेरि मैले दुनै दुनै अहँ। पुग्दाखेरि चाहिँ कुनै देशको एउटा शरणार्थी म पुगेँ जस्तो कुनै देशमा एउटा पुगेँ जस्तो आफ्नो देश आफ्नो गाउँ पुगेँ जस्तो फिल आएन मलाई कठै किन नि किनकि कसैले सपोर्ट गर्दैन ओहो चारचोटि मैले डऱ्यो ओहो मेरो पेपर थियो प्रमाण पत्र सबै थियो अहँ, सबै डकुमेन्ट थियो रेडी थियो अहँ। तर कसैले एउटा आफन्दा भरोसा होस् कसैले एउटा त्यहाँ नेता होस् कसैले एउटा सहयोग गरे पनि एउटा एउटा गन्तव्यमा गाड्नु पाएन त्यसले गर्दाखेरि म त्यहाँ कति रोयो अनि कोही तिन चार दिनमा खाना खाएन कि अनि बुढी भन्छ म खाना बाहिर खायो भन्छ तर बुढी नानीले खाना दियो मैले खाना खाएन कि किनकि आफ्नो गाउँमा पुग्यो भने एउटा कुनै देशमा पुगेर कुनै अलपत्र परेको जस्तै फिल हुँदैन त्यो हुँ। किनकि किन तपाईँको त्यहाँ मान्छेहरू थिएनन् मान्छे त थियो तर हाम्रो देशमा के छ भने चाहिँ पद छ पावर छ पैसा छ भने सबैले सायद सपोर्ट गर्छ नि त हजुर तर हामीले केही थिएन मसँग अहँ, न आफन्त सबै थियो न कोही थिएन नि हजुर तर पनि आफ्नो सत्य पनि सत्य जित हुँदैछ अहँ, किनकि अब म माथि गयो तिन चारचोटि गयो हजुर पछि यहाँ आयो मेरो एकजना साथी हुम्लाको साथी थियो हुँ। अनि उहाँको साथी एकजना यहाँ साथी हुनुहुँदैछ कि त्यहाँ उहाँसँग अनि माथि सिडिओसँग फोन गरेर अनि हाम्रो एउटा कर्णाली गरेको छ उहाँ पनि डोल्पाको होइन अनि उहाँले चाहिँ माथि डोल्पामा फोन गरेर हाम्रो कर्णाली बाईले हाम्रो डोल्पा बाईले चाहिँ एउटा टिबेटन डिभाइड गर्नुभएको छ यो हाम्रो स्वीकार्नुपर्छ हाम्रो बडी हाम्रो देशले स्वीकार्नुपर्छ उहाँको पेपर सबै ठिक छ डकुमेन्ट सबै मैले ठिक छ नागरिकता दिनुपर्छ भनेर चाहिँ फोन गरेँ अनि त्यही दिन म माथि डोल्पामा गएर भोलि पर्सि मेरो बुढी गएर अनि 3 दिनमै मैले त्यहाँनिर मैले बुढीले पेपर पाएँ है। त्यसै हुँदैछ अनि भनेपछि हजुरको के अरे विदेश अर्कै देशको छोरी मान्छेले विवाह गर्दाखेरि अर्कै नजरले हेरियो अर्को नाता तर पछि त काम कार्यको त भयो भयो तर पहिला किन नभएको रहेछ त मान्छेले किन भने चाहिँ भने चाहिँ अलिकति भित्र एउटा कहिले कसरी मन नपर्ने कसरी केही भित्र केही कुरा राख्ने त्यस्तो मलाई फिल भयो कि मलाई शङ्का भयो किनकि मैले त अरू देशको सँग बिहा गरेँ भने मैले फिल आएन किनकि हाम्रो टिबेटन भनेको हाम्रो अप्पर मलाई रिजन हुन्छ नि नेपालको जस्तै मुस्ताङ भयो डोल्पा भयो यता हुम्लादेखि सबै हाम्रो भाषा यता धर्म संस्कृति सबै मिल्छ त्यही कारणले मैले चाहिँ एउटा कुनै देशको यो केटीसँग मैले बिहा गरेको फिल भएन मलाई कहिले पनि किन आफ्नै एउटा कल्चरसँगै भएर चाहिँ त्यस्तो फिल भएन मलाई तर मान्छेले विभेद गरे त्यस्तो गरिदिएको छ पछि पछि कसरी भयो त कसैलाई भन्न अथवा पावर फोर्स लगाउनु भयो कि पछि चाहिँ किन चाहिँ मैले चाहिँ सबै डकुमेन्टहरू
मेन कुरा चाहिँ हामीले सपोर्ट गर्नु पर्यो जस्तो एउटा डकुमेन्टहरू सहीमा हुनुपर्छ नि त। सबै कुरा गर्दाखेरि चाहिँ सबै प्रोसेस चाहिँ सही हुनु पऱ्यो नि। अनि मेरो त सबै डकुमेन्टहरू सबै सही छ, सही गर्दा पनि मान्छेले सही नगर्ने सिडिओहरू बनेर चाहिँ अब उता के गर्नुपर्छ भोलि अब पर्सि आउँ भने मैले धेरै दुःख 25 दिन बस्यो एक खेपमा 15 दिन बस्यो, एक खेपमा कति दिन बस्यो 10देखि माथि बस्यो होला। तर होटेल बस्ने खानु बस्ने कति खर्च भयो, महँगो छ त्यही महँगो छ। अनि पछि म फर्किन आउँदाखेरि चाहिँ मेरो एकजना साथी अटोमल भने तपाईँले हुम्लाको थियो। अनि हुम्ला मैले हाम्रो कुरा गर्दै गर्दै त्यति बेस्ट फ्रेन्ड पनि होइन, हामी यो चिया खाने ठाउँमा भेटेर अनि मैले यस्तो काटा भनेको म कल गर्छु भने उहाँको एउटा साथी अलिकति हुँदो रहेछ, हाम्रो कर्णालीको साह्रो हुँदो रहेछ। अनि उहाँको साथी चाहिँ कर्णाली, तर मेरो साथी चाहिँ हुम्लाको। अनि उहाँलाई फोन गरेर चाहिँ यस्तो यस्तो छ भने भोलि नै भेट्न आऊ भन्यो उहाँले। अनि मेरो साथीलाई म भोलिपल्ट भेट्नु भयो उहाँले। अनि त्यहाँबाट त्यो डकुमेन्ट सबै लिएर आउनु है भनेको छ भने अनि डकुमेन्ट लिएर गयो। जाँदाखेरि चाहिँ डकुमेन्ट सबै उहाँले चेक गऱ्यो। अनि उहाँले माथि सिडिओ को छ भन्नुभयो। अनि यस्तो भनेको अनि उहाँले अनि मलाई फोन नम्बर दियो, फोन नम्बर तुरुन्त कल गऱ्यो। उहाँ डकुमेन्ट सबै ठिक छ, किन रोकेको, के कारणले रोकेको भने किन दुःख दिएको, उहाँले पेमेन्ट गर्ने मान्छे हो, आफ्नो दुःख गरेर खाने मान्छे हो, त्यस्तो किन त्यस्तो गर्नु भएन। हामीले स्वीकार्नुपर्छ हाम्रो देशले हाम्रो बडी भनेर स्वीकार्नुपर्छ। यो पेपर पाउनुपर्छ हामीले भन्यो। अनि सिडिओलाई भोलि नै पठाइदिनु सर, ठिक छ मैले हेरेर भोलि पनि पठायो भने। अनि म भोलिबाट म आफै गएँ फेरि, किन बुढी राखेर गयो। अनि म सिडिओ सब जाँदाखेरि खोइ बुढी लिएर भने बुढी काठमाडौँमा छ अनि यसले लिएको छैन भन्दाखेरि अनि ल बुढी बोलाउनु छिटो बोलाउनु भने अनि भोलिबाट मैले बुढी बढायो। अनि पर्सिबाट है किन भनिदिनु पर्ने त्यस्तो हुँदो रहेछ कि कति दुःख दिन सक्यो प्रशासनले है। सर ठ्याक्कै तपाईँलाई एउटा कुरा जोड्न चाहे है, तपाईँको डोल्पाका विशेषताहरू हिमाली जिल्लाहरूमा अहिले त अब त्यस्तो छैन। पहिला चाहिँ 2 भाइले 3 भाइ छ भने गरिबीको कारणले गर्दाखेरि एउटै विवाह पनि गरेर बस्दै रहेको छ। अब त्यो चाहिँ अप्पर डोल्पा हो तपाईँको त होइन, मुस्ताङतिर अझै पनि छन् त्यस्ता ठाउँहरू। मेरो जेनेरेसनमा त्यस्तो थिएन। तपाईँको जेनेरेसनमा तपाईँको बुवा बुवाको अगाडि त्यस्तो थियो होला, तर कोही ठाउँमा त्यस्तो छ, तर हाम्रो गाउँमा त्यस्तो छैन। किनकि हाम्रो गाउँमा कोही बेला 2-3वटा दाजुभाइ हुन्छ भने फेरि त्यो बिहा गरेर फेरि अर्को अलिक छुटेर बस्छ क्या, छुटेर बस्छ। उनीहरू छुटेर नबसोस् भन्नको लागि एउटै विवाह गर्ने रे, एउटै घरमा बस्छ। हाम्रो गाउँमा त्यस्तो चलन छैन। अब एक्जाम्पल एउटा जस्तो एउटा भाइ छ, एउटा दाइ छ भने चाहिँ के दुर्घटना के भएपछि त्यो दाइ चाहिँ अनि त्यो भाइले चाहिँ घर समाउने के भन्छ त्यससँगै बस्ने त्यस्तो चलनहरू थियो। तर आजकल त्यस्तो थिएन। त्यसले रिस्पेक्ट गर्छ, आफ्नो दाइको बुढी हो भने भाइको बुढी हो भने त्यसले रिस्पेक्ट गरेर आजकल त्यस्तो बस्ने चलन छैन। तर पहिला पालि अहिले अनि डोल्पातिर कतिको जानुहुन्छ हजुरहरूले? म माथिबाट आएपछि म गएको छैन सानो, जान मन लाग्दैन। तपाईँले त्यस्तो व्यवहार गरेपछि। तर तपाईँले यो सेप्टेम्बरमा थाङका एउटा एक्जिबिसन कार्यक्रम राख्छु भन्नुभएको छ नि, त्यस्तो मन भए तापनि तपाईँले आफ्नो ठाउँको लागि ठाउँ चिनाउन यस्तो डेट कार्यक्रम गर्दै हुनुहुन्छ। कहिले हुन्छ तपाईँको कार्यक्रम सर? यो सेप्टेम्बर 18 तारिकदेखि हुन्छ। तपाईँ सपरिवारै जानुहुन्छ? परिवार जाने, म मात्रै जान्छु। एक्लै जानुहुन्छ? किन म्यामले चाहिँ नजाने? बच्चा सानो छ, बच्चा हेर्नुपर्छ। त्यही कारणले मैले चाहिँ अब मैले धेरै सङ्घर्ष गरेँ, धेरै च्यालेन्ज भयो हुँदो रहेछ जिन्दगीमा। अनि मैले किनकि अब यो थाङ्काको बारेमा आफैले जानेको त गर्नुपर्छ नि त। त्यही कारण सेपो सुन्दरमा एउटा हाम्रो डोल्पाको सबसे एउटा गहना एउटा भयो भने एउटा डोल्पाको एउटा चिनो चाहिँ एउटा सेपुञ्जुन्द लेक हो नि त। त्यसै गरेर त्यहाँसम्म चाहिँ मेरो एउटा कलालाई चाहिँ एउटा देखाउने एउटा मेरो एउटा हाम्रो डोल्पाको एउटा संस्कृति भयो, डोल्पाको एउटा कल्चर भयो, डोल्पाको एउटा के भन्दाखेरि चाहिँ मैले त्यहाँ मेरो कलासँग जोडिएको हुँदाखेरि चाहिँ मैले त्यहाँ चाहिँ सेप्टेम्बरमा प्रोग्राम राख्नु खोजेको थिएँ। अनि अब विशेष गरी बच्चा सानै छन्, म्यामलाई पनि लिएर जानुहुन्न, एक्लै गर्नु जाँदै हुनुहुन्छ। खर्च लगभग कति हुन्छ सर त्यहाँ गएर त्यस्तो कार्यक्रम गर्दाखेरि? खर्च लगभग तपाईँको माथि जाँदा तल जाँदाखेरि तपाईँको 80-90 हजार
हजार चाहिँ हुन्छ होला सर। 80-90,000 हजुर अनि 80-90,000को तपाईँ कार्यक्रम गर्दै हुनुहुन्छ। हजुर। यो विशेष यो कार्यक्रम गर्नुको पछाडिपट्टि के छ सर तपाईँको के योजना? हजुर यो जनाले भन्दाले पनि के को लागि चाहिँ यस्तो गर्दै एउटा हुनुहुन्छ? आफ्नो चिन्नुको लागि, आफ्नो पहिचानको लागि। ए जस्तो एउटा डल्पा जस्तो माने जग्गामा म एउटा डल्पाको कलाकार भयो, आर्टिस्ट भयो। हो किनकि वास्तवमा तपाईँ आर्टिस्ट हो होइन सर? हजुर आर्टिस्ट नै हो म। अँ मैले चाहिँ देश विदेशमा पनि धेरै यस्तो कार्यक्रम एउटा एक्जिबिसन गरेर आएको छु। अहँ। तर मैले के अब यो के विचार छ भने आफ्नो गाउँमा पनि कुन कुन ठाउँ तपाईँले एक्जिबिसन गर्नुभएको छ? मैले फ्रान्स गऱ्यो, मेक्सिको, ओहो। जर्मनी, पोल्यान्ड, स्पेन, बेल्जियम। युरोपका कतिवटा देशमा जानुभएको छ? मैले युरोपको 9-10 वटा गयो होला। उहुँ। किनकि त्यो आफ्नो सङ्घर्षले नै कहाँ पुग्दै रहेछ के लाँदै रहेछ। त्यसै गरेर म आफ्नो मलाई त्यति आइडिया छैन, एउटा त्यति जानिनँ होला अर्को बारेमा। तर म सानो अलिकति जान्छु, त्यसले रिस्पेक्ट गर्छ कि त्यसले चाहिँ कहाँ पुग्दै रहेछ, पुऱ्याउँदै रहेछ क्या। आफ्नै कोसिस भन्दा पनि त्यो आगले नै कहाँ लाँदै रहेछ। किनकि मेरो त्यसरी जाँदाखेरि विदेशमा एक्जिबिसन गर्न जाँदाखेरि पैसा चाहिँ टन्नै कमाउँछ नि सर? पैसा कोही बेला कमाउँछ, कोही बेला कमाउँछ, कोही बेला प्लेन टिकट पनि उठ्दैन। हो र सर? सबैभन्दा धेरै कमाएको कुन ठाउँमा जाँदाखेरि कमाउनु भयो? धेरै ठाउँमा कमाउँदाखेरि त मैले मेक्सिकोमा अलिकति कमाएँ। मेक्सिकोमा कति कमाउनु भयो सर? मेक्सिको करोड माथि नै होला। करोड त छैन, किनकि मेक्सिकोमा म 2019मा गएको थिएँ। अनि त्यति करोडको मेरो यहाँ सामान पनि त्यति लाग्ने थिएन त्यति बेला मेरोमा, किनकि म आफै एक्लै बनाउने कति सामान हुँदैन। अनि लाँदाखेरि चाहिँ त्यहाँको जति सामान लग्यो त्यति बिग्रे भयो। अनि त्यसपछि चाहिँ 29मा गर्दाखेरि चाहिँ त्यो कोभिडको फर्स्ट लकडाउन चाहिँ म मेक्सिकोमा 7 महिना फसेँ। ओहो त्यति बेला त्यतिखेर 7 महिनासम्म त राम्रो कमाउनु भयो होला। त्यो 7 महिना त लकडाउन भयो। जस्तो त्योभन्दा अगाडि एक्जिबिसन गरेर मेरो सामान सबै भयो। अनि लकडाउन पछि त्यही पैसाले सबै सिधै लास्टमा त्यही रेन्ट तिर्ने, खाने, रेन्ट पनि धेरै महँगो छ है। अनि पछि चाहिँ म यता आउने पनि पैसा नभए पनि मेरो त्यहाँ युरोपियन साथीहरू, यता मेक्सिको साथीहरू सबै आफै पैसा उठाएर कलेक्सन गरेर अनि म टिकट काटेर म इन्डियामा आएको। त्यति बेला चाहिँ मेरो बुढी चाहिँ इन्डियामा बेङ्गलोरमा काम गर्थ्यो। किनकि मेक्सिकोमा हाम्रो नेपालको एम्बेसी थिएन। मैले यता युएसमा कल गरेँ, नेपालको एम्बेसीमा युएसमा लाग्नु खस्यो, त्यो सकेन। अनि त्यसपछि यता स्पेनमा कल गरेँ, युएस एम्बेसी, त्यहाँ स्पेनमा पनि सकेन। अनि त्यसपछि म दिल्लीमा नेपाल एम्बेसीमा कल गरेँ। अनि त्यहाँबाट दिल्लीबाट त नेपाल एम्बेसीले मलाई पेपरहरू सबै पठायो। अनि त्यहाँदेखि म दिल्लीमा आएँ, बेङ्गलोरमा आएको। विभिन्न युरोपका देशहरू घुम्नु भएको छ, पैसा राम्रै कमाउनु भएको छ। के छ अहिले डोल्पाको सामान्य एउटा केटो काठमाडौँमा आएर यति धेरै प्रगति गर्नु भनेको चान्चुने कुरा होइन नि त, होइन सर? तर यो चाहिँ किन कति हुने आफ्नोलाई च्यालेन्ज हुँदैछ कि गर्नुपर्छ। कुनै मान्छेले एउटा मान्छे हाम्रो इको भन्छ नि त, यो मान्छेले यो गरे पनि ल म हार मान्दिनँ, म यस्तो कोस गरेर देखाउँछु भनेर त्यहाँ हुँदैछ कि। किनकि म गाउँमा हुँदाखेरि चाहिँ मेरो आमा बाउ थिएन, म एक्लै थियो। राति त कोही बेला 1-2 बजीसम्म रोएर बस्छ क्या। ओहो किनकि मान्छेहरू खेतालामा त 2-3 जना काम गर्थ्यो, म त एक्लै हुन्थेँ नि त। किनकि मैले यो सोच्छ कि पहिला जुन मैले के पाप गरेँ त, मैले यस्तो दुःख गरेँ किनकि त्यही दुःखले चाहिँ बाटो देखाउने छ क्या। त्यसो गरेर नै एउटा आफैले अगाडि बढ्नुलाई त एउटा केही पनि जस्तो लाग्दैन मलाई। धेरै सङ्घर्ष गर्नुभयो, धेरै दुःख गर्नुभयो, दुःखको फल मिठो हुन्छ अथवा परिश्रमको फल मिठो हुन्छ भने जस्तै विभिन्न देश घुम्नु भएको छ, चर्चा कमाउनु भएको छ होइन, पैसा पनि भने जस्तै कमाउनु भएको छ, अब घरको परिवार पनि भने जस्तै पाउनु भएको छ। नर्स हुनुहुन्छ, म्यामले चाहिँ कुन हस्पिटलमा काम गर्नुहुन्छ? यहाँ पहिला उता यहाँ त काम गरेको छैन अहिले, पहिला त बेङ्गलोरमा चाहिँ एउटा के हस्पिटल भन्छ नाम पनि बिर्सेँ कि, त्यहाँ काम गर्थ्यो। यहाँ त 2टा नानी छ, अनि नानी हेर्ने कोही हुन्न, बच्चाको कारणले गर्दा सुरु गर्नु भएको छ। म्यामलाई एकदम सम्मान छ भनेर सुनाइदिनु होला। हुन्छ, थ्याङ्क यू। होइन त्यस्तो तपाईँले उहाँको साथ पाएपछि त यति धेरै प्रगति गर्नुभएको छ होइन? हो नि, उहाँको साथ त नपाएको त सायद चाहिँ म यहाँ आउँथिनँ जस्तो लाग्यो। एक्लै त घर थियो। एउटा बुढापाकाले उखान गर्छन् गाउँघरमा, छोरा मान्छेलाई सफल बनाउन कि घरबारी चाहिन्छ
कि घरनारी भन्छन् क्या हजुर तपाईँसँग सायद घरबारी पनि छ घरनारी पनि छ त्यही भएर सफल हुनु भएको छ हजुर अझै प्रगति गर्दै जानु होला सर हुन्छ तपाईँसँग भलाकुसारी अझै गर्न तपाईँलाई हामी सेप्टेम्बरमा सायद तपाईँको एक्जिबिसन कार्यक्रममा हामी पनि जानेछौँ हुन्छ तपाईँसँग डोल्पा घुम्नेछौँ होइन सोफोक सुन्दर तालमा गएर हजुर होइन हजुर रमाउनेछौँ तपाईँका एक्जिबिसनहरू त्यहाँ कैद गर्नेछौँ न्युजहरू बनाउनेछौँ हुन्छ सर होइन एकदम वेलकम छ सर हामी डोल्पालाई मजाले चिनाउनेछौँ हजुर अहिलेलाई भने हामी छुट्टिन्छौँ सर हुन्छ समय सम्वादको लागि Thank you धन्यवाद very, very much.